जस्तै म चाहिँ आज इबारा किकेनमा रहेर बोल्दैछु। म आज विशेष बोल्नुको कारण चाहिँ मेरो साथमा एकजना साथी हुनुहुन्छ। उहाँ चाहिँ जापान आएको लगभग 2 वर्ष भयो भन्दै हुनुहुन्छ होइन। उहाँको 2 वर्षमा कति के प्रगति भयो अनि कस्तो लाग्यो जापान, म उहाँलाई सोध्न गइरहेको छु। ल बाँकी उहाँबाट। नमस्ते हजुर। नमस्ते हजुर सन्चै हुनुहुन्छ? एकदम सन्चै। ए अनि हजुर जापान आएको 2 वर्ष भयो भन्नुभयो। 2 वर्षमा हजुरले के गर्नुभयो यसो सुनाउनु न। जापान कस्तो लाग्दैछ? ठिक छ, चलिरहेछ हैन। हजुर अब आज चाहिँ 2025 को अन्तिम दिन पनि। हजुर 2025 को अब त्यति राम्रो नचले पनि तर चल्न चाहिँ चल्यो क्या, चलिरहेछ। अब 2026 कस्तो चल्छ भन्ने कुरा चाहिँ ट्याक्कै भन्ने जस्तो छैन। अनि अहिले आएर 2025 को अन्तिम दिन होइन, अब नेपालमा रहनुहुने अर्थात् विदेशमा सम्पूर्ण देशमा रहनुहुने नेपालीहरूलाई के भन्न चाहनुहुन्छ? देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूको जहाँ छरेर बस्नु भएको छ सम्पूर्णलाई आउँदै गरेको 2026 सालको अग्रिम शुभकामना व्यक्त गर्न चाहन्छु।